गाडीको वेटिङमा आयो गाडी। गाडी आयो बराबाट।
हामी गाउँ टिप्न जाँदैछौँ रे गाइज सब्सक्राइब करो बोल दे दो गाउँ टिप्न विदेशबाट आएर गाउँ टिप्न हामी जाँदैछ रे एआईबाट त्यो एउटा मस्तीको भिडियो छ नि त त्यसमा के बाटो यस्तो छ गाइज बनबरा छ यस्तो छ अब मेरो ब्लग सुरु हुन्छ सब्सक्राइब म त उतै माथि आमा पनि तर भाइ बुहारीलाई मेरो ब्लगमा स्वागत छ ए म लडे नि यो खोल्सामा त जिन्दगीमा कम त हिँडेको हो फेरि हिँडिरहेको छु म थाकिङ हामी गाइज पहाडको बाटो चिप्लो छैन सुतुतु खेल्छ मेरो यहाँ पैसा कमाउनु छ बसी बसिरहेको भनेको हिँड्नै पर्छ पैसा कमाउन कति उकालीमा पनि हजुर दुईटा खुट्टा दगुर्दो रहेछ दुईटा खुट्टालाई छ माया सर जाउ हिँड रेलैमा जाउ हिँड खेल्छमा खेल्छ पुगी गराउनु छ चढ्दैछौँ उकालो बल्ल बल्ल त यहाँ बनाउनु पाएको थाकिङ हामी गाउँघरको तस्बिर जलला ढुङ्गा पुर्याउने मान्छे खोजेर कता ढुङ्गा पुर्याउनु पर्छ के हो अहिले ढुङ्गा नि खानुपर्ने साथी ल है गाउँ टिपुङमै गाइजहरू गाउँमा स्वागत छ गाउँ टिप्नलाई स्वागत छ गाइजहरू आउनुहोस् आउनुहोस् हाम्रो गाउँ टिप्न आउनुहोस् हामी हेरिबस्ने हो या समय हो क्याचेट आरू खाँदै पहिला खाँदैछु आरू मोबाइल भिने नको टिकटक मात्रै ब्लग हाम्रो गाउँबारी हाम्रो जङ्गलबारी हामी चाहिँ बोक्यौँ खुर्पा यसलाई भन्छ खुर्पा यो भन्छ गाउँ चिङ्केलुवा रहेछ चिङ्केलुवा रे मेरो यो चाहिँ हाम्रो मम्मी हो कस्तो चाहिँ नटिपुङ कस्तो चाहिँ नटिपुङ रे मम्मी ल है टिप है म चाहिँ ब्लगमा त बनाउँछु के पैसा आएपछि नि पैसा दिन्छु के तल गाउँको बालो चाहिँ एकदम आँखा गरेर रहेछ कम्ता फल्या पुग्नै नसक्ने गरी टिप्दैछ मलाई त कुरोले डल्लो डल्लो पारिसकेछ कुरोले कुरो यही हो कुरो खाजा खाने बेलामा मम्मीले नखाने हाम्रो खाजा खाने बेला भयो साथीहरू
अब बोलौँ त कुरा छैन। हाम्रो गाउँ टिपिसक्यो। अब 2 गाडा छ किन्नुलाई तर सक्यो। अब यो बाँकी यस्तो छ वेदर। हमले पोल्यो गाइस। हामी चाहिँ अर्को गाडामा सरिरहेका छौँ। गाइजहरू मैले टिपेको चाहिँ कसैले भिडियो बनाएको छैन। मैले पनि टिपिरहेको छु है, फेरि भिडियो मात्र बनाएको छुइनँ। मैले टिपेको चाहिँ अब कान्छीलाई बनाउन लाउँछु म एकछिन। मकै खाजा खाऊ ओइ गाइजहरू, भुटेको मकै। अब 2 गरा छ, त्यस पछाडि त हामी सक्छौँ काम। मकै खाने कि त्यस्तै मकै खाने कुरा गर है, कुरा गर। मकै खाना आउनु भन्नु न। हामी त लडेको के नै भयो के नै भएन। मम्मीले नि फेरि त्यो रातो मन्जित्र लाउने चाहिँ को हो भन्ने होइन नि फेरि। कहिल्यै नदेखेको मोबाइल नदेखेको क्या एउटा भिडियोमा क्या एउटा बुढीकोमा जान्छ क्या एउटा केटी। त्यो टिकटकमा चाहिँ यसरी ठ्याक्क भिडियो रेकर्ड गरिरहेको हुन्छ। अनि त्यो बुढी माउले चाहिँ टोपी लगाएको हुन्छ क्या। उसले चाहिँ आफैलाई आफू टोपी लगाएको आफै देखिरहेछ पर भिडियोमा जस्तो देखिरहेछ नि त्यहाँनिर आफैले त्यो टोपी लाउने चाहिँ को हो हाम्रो कथा कहानी कुनै हँसाउने थियो, कुनै रुवाउने थियो, कुनै मजाक थियो, कुनै सिरियस थियो। नै रुयो तर रुइहाल्यो। तर हाम्रो त्यति टाढो चाहिँ जानु पर्दैन नि। यसै सानो गाड्दो थियो लास्ट टाइमहरू जाँदाखेरि त्यो हर्कटमा जाँदा। अनि त्यो कहाँ अरे दिदी खम मामाले खुकुरी गाडी राखेको अब चाहिँ आउँदै गरेर साँच्चै त्यहाँदेखि त गएन पनि भयो म त उता त। त्यो फोहोर छोड्नु कि ल्याउनु हो? कहाँ ल्यायो ढुङ्गा गाडेको नि आफूले चाहिँ। त्यसरी क्या आफूदेखि चाहिँ यो कहाँ आउँदा नि आउँदैन यस्तरी गाडेको थियो क्या बिसाकै ठाउँ सुनकम त धेरै थियो नि। एक जमाना त बस्तो त्यो देखेको डाँडाको पल्लोपट्टि खरै खर्छ फेरि। हो त्यो खरमा पनि कम्ता गएको होइन। खरै खर्छ सम्म काटेर ल्याउनु पर्ने। हर्कटमा गयो एकचोटि। अनि आउन जाने 1 दिन लाग्ने रहेछ ठ्याक्कै। बिहानको 4 बजेतिर यस्तै मकै खाजा भुटेर लाने बिहान उठेर जाने अन्त त्यो गाडीमा पसेर चाहिँ क्या 7 बजी 8 बजी आइपुग्थ्यो रातिको। त्यति साढे 6 बजी चाहिँ आइपुग्थ्यो। बल्ल बल्ल पुगिने घाँस काटेर आउँदैन फेरि बल्ल उकालो फेरि यहाँबाट जाँदा जरासम्म ओह्रालो फेरि उकालो जानुपर्छ फेरि घाँसबाट आउँदा ओह्रालो फेरि उकालो आउनु पर्छ। हामी त बिहान 7 बजी हिँड्यो भने कति के अरे दिउँसो 12 बजी 12:30 1 ढिलोमा 1 जङ्गल भएर हाम्रो टाढो के गोर यतातिर भयो त्यसो रोडतिर जान्छ नजिक हो गोर। हाम्रो तलबाट त रोड पनि टाढै उता पनि टाढै। अहिले त उतातिर घाँस खोज्दा कोही जाँदैन। अब त तल इच्छा पैसा टेपो निकना म नानी छ है थर्मियानी हो हालुवा खाएको चाहिए त्यसको नानी छ बिराम छ छोराको त नानी मरेर नानी बिराम छैन कि कौन खतक हो मन त छिटो सागमा नानी बिराम रेउमा बिराम नानी बिराम छैन खतक जग्गा रेउ छ भाइ चाहिँ फलाङ के छ नम्बर पाँचजना थ्याम्पी वङ त्यहाँ केरको मात्रै पिक्चर नानी नाटक मैको पिक्चर
गहुँ टिपिसक्यो अब घाँस काट्ने बाँकी अब घाँस पुग्न लाग्यो घर जान लाग्यो है हामी गाइजहरू म चाहिँ घाँस काट्दैछु गाई त कति वर्षमा घाँस काट्नु भएको 5 वर्षमा घाँस काट्दैछु आउँदो पो रहेछ मलाई त आउँदो पो रहेछ हौ रगतमा किसानको रगत बगिरहेछ मेरो त्यही भएर आउँछ मलाई यो चाहिँ गहुँको घाँस हो गहुँको चाहिँ नल हो कि के भन्छ खै गाउँको त के भन्छ खै यतातिर हाम्रोतिर चाहिँ त्यो कोदोकोलाई चाहिँ नल भन्छ हामीले नि गहुँ कोदोको चाहिँ त्यही भन्छ नल नै भन्छ यस्ता चाहिँ खै के भन्छ गहुँकोलाई चाहिँ के भन्छ गहुँको घाँसलाई चाहिँ के भन्छ नल नै भन्छ नल नै धोतेर घाँस धोतेर नल कोदोको र गहुँको नल भन्छ ल सबैजना अलि राम्रोसँग गर्नु है भनेर म चाहिँ बस्नु होला क्यामेराम्यान है मजा भन्नु म चाहिँ क्यामेराम्यान यतातिर मेरो श्रीमानजी हुनुहुन्छ यतातिर मेरो सासामा हुनुहुन्छ अनि म चाहिँ कता छु नमस्ते गर्नु न मम्मी नमस्ते सबैलाई नमस्ते कान्छा हेलो गर्नु म तिम्रो सारथी के भन्नुहुन्छ है पुग्छ पनि पो होला हौ म चाहिँ यता छु भन्नु ल पर्ने के अब यो त इफेक्ट देख्छ कि के हो इफेक्ट वाला हो कि के हो कस्तो राम्रो रहेछ नि यो पछाडि गरेको अगाडि गर्दा नि हुन्छ होइन त्यही त त्यो कस्तो राम्रो देख्ने रहेछ क्या त्यो नाम खाएर घटेर जान्छ अनि काउसँग तुमको काउ अब सेला आउँदो अझै खेर पनि पैसा नि कति मिनटको भइरहेको 2 मिनट 32 मिनट 35 भयो पहिरो चाहिँ म चाहिँ साह्रै म त सरल हाम्रो गाउँ पनि सक्यो काम सक्यो घाँस काट्न नि सक्यो भन्नु न जिन्जु पुत्ले त्यो सक्यो भन्नलाई तपाईँहरू के भन्छ अरे याता याता के काम ममा छ याता के याता के भ्या याता के भ्या पो भन्छ भ्या भ्या मगरले नि हेरिरहेको छ अरूले नि अच्छा तामाङले हेर्नुभयो भने तामाङले त फेरि नराम्रो पो बुझ्नुहुन्छ त ए त मगर भाषाबाट भनेको भ्या गाउँ भ्या ए अब घाँस गहुँ टिपेर हामी गोइङ बाई बाई घाँस घुस बोकेर थैला थैली बोकेर घरतिर लाग्यो यही सल्लाह गरेको बाटो छुट्यो हामी चाहिँ घर पुग्न लाग्यो हाम्रो साइली बहिनी रेगे फेरि क्या हो पिसा फेरिसक्यो यतातिर आएछ ब्लगमा आउँछ फेरि हामी अब गयो ब्लग पनि इन गर्नु पर्यो साथीहरू बाई बाई अर्को ब्लगमा भेटौँला रे हाम्रो बालेको मासु पाक्दैछ